सावर एक्सन्स नेपालको बारेमा चाहिँ मैले त धेरै सुनेको छु यसबारे होइन। एक्चुअली अलिकति संक्षिप्त रूपमा तपाईँले अलिकति भनिदिनु पऱ्यो सावर एक्सन नेपाल चाहिँ होइन, कसरी चाहिँ यसको कन्सेप्ट भएको थियो, कसरी यसले काम गर्दैछ परिचयको रूपमा। सावर एक्सन नेपाल चाहिँ मैले 2022मा स्थापना गरेको। हाम्रो 4-5 जना फाउन्डिङ मेम्बरहरू छ। सावर एक्सन नेपाल भने अब सोवर्स भन्ने नै हाम्रो खास एजुकेसनसँग रिलेटेड सामाजिक कामहरू गर्ने भनेर दर्ता गरेको संस्था हो। हजुर। किन भन्दाखेरि अब देश विकासको लागि जुनै पनि जे गर्दा पनि एजुकेसन चाहिँ जसरी पनि चाहिन्छ भन्दाखेरि हामीले एजुकेसनको बिउ चाहिँ रोप्न सक्नुपर्छ भनेर त्यो एजुकेसनको बिउ या त सिड चाहिँ हामीले रोपौँ न भन्ने हिसाबले चाहिँ हामीले सोवर्स एक्सन भनेर दर्ता गरेको। अनि सोवर्स भन्ने नै सो भन्ने चाहिँ रोप्ने, अङ्ग्रेजीमा हामीले सो भनेर रोप्ने, अनि वर्स भने रोप्ने व्यक्ति या रोप्ने काम गर्ने व्यक्तिलाई चाहिँ सोवर्स भन्छ। भनेको सुरुवात गर्ने भने जस्तो। हजुर। अब रोप्ने हजुर सोवर्स। अनि के रोप्ने भन्दाखेरि चाहिँ हाम्रो शिक्षाको हजुर अब बीज रोप्ने, सिड अफ एजुकेसन भनेको जस्तो गरेर त्यहाँदेखि चाहिँ अब त्यसलाई चाहिँ एक्सनमा उतारेर हामीलाई अब के हुन्छ सामाजिक कार्यहरू शिक्षासँग रिलेटेड त्यस्तो गर्ने भनेर चाहिँ हामीले सुरु गरेको संस्था हो 2022मा। हजुर। अनि सोवर्स एक्सनको अब धेरै एक्टिभिटिजहरू भइरहेको छ अहिले सामाजिक 2022देखि नै होइन। हजुर 22मा सुरु गरेर जस्तो अहिले मलाई याद भएअनुसार त कोदारी, झिर्पो, सिन्धुपाल्चोकको विशेष गरेर भोटेकोशी गाउँपालिकामा लगभग सबै स्कुललाई चाहिँ टार्गेसन गरेर तपाईँहरूले वार्म ज्याकेट होइन, त्यो जाडोमा एकदम तातो हुने खालको ज्याकेट बाँड्दै हुनुहुन्छ। त्यस लगतै मैले तपाईँहरूको मुभमेन्टो भनेको धादिङ। हजुर विभिन्न जिल्लाहरूमा छ। अब अहिले लगभग हाम्रो हिसाब जिल्लाको हिसाब गिन्ती गऱ्यो भने लगभग 26वटा जति जिल्लामा हाम्रो जुन एक्टिभिटिजहरू भनौँ न प्रोग्रामहरू पुऱ्याइसकेको छौँ। अनि त्यसमध्ये हामीले चाहिँ अब यो सिन्धुपाल्चोक काभ्रेहरूमा चाहिँ अहिले प्रोजेक्ट भइरहेको जिल्लाहरू चाहिँ सिन्धुपाल्चोक र काभ्रेमा छ। अनि अघि ज्याकेटको कुरा गर्नुभयो, ज्याकेट चाहिँ हामीले आजसम्म 3 वर्षको अन्तरमा हामीले 16,000 जति ज्याकेट चाहिँ विद्यार्थीहरूलाई बाँडिसक्यौँ। त्यो विन्टर ज्याकेट हो। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकादेखि लिएर यता बारबिसे नगरपालिका, अनि कि धादिङ भन्नुभयो, धादिङ यो चेपाङ बस्तीदेखि लगेर हामीले जाजरकोट, दार्चुला सबै पुऱ्याइसक्यौँ हामीले। मुगु यस्तो गरेर जम्मा 25-26वटा जिल्लामा हामीले पुऱ्याइसकेको छौँ। अब यो चाहिँ निरन्तरै हुँदैछ, हाम्रो यो वर्ष पनि हुँदैछ अझै यस्तो कामहरू चाहिँ। भनेपछि विशेष गरेर विकट ठाउँको हिमाली रिजनलाई फोकस गरेर विकट क्षेत्रको स्कुलहरू, त्यो पनि सामुदायिक विद्यालयहरू, सरकारी विद्यालय र सामुदायिक भनौँ न फेरि हाम्रो जुन फ्री स्कुल्स जुनहरू हुन्छ त्यस्तोहरूमा हामीले केन्द्रित गर्छौँ। त्यसै गरी तपाईँहरूले अब अघि नै भने जस्तो एजुकेसनलाई चाहिँ सिड गर्ने भनेर चाहिँ गरेको जस्तै तपाईँहरूले ल्याङ्ग्वेज पनि सुरु गरे जस्तो लाग्छ मलाई, जस्तो चाइनिज होइन। हाम्रो यो प्रोजेक्ट अन्तर्गत हाम्रो झन्डै 15वटा जति प्रोजेक्ट छ, अनगोइङ प्रोजेक्ट्सहरू। हजुर। त्यसको मध्ये चाहिँ हामीले यो अहिले चाइना सिमाना हाम्रो नेपाल र कोदारी भन्सार नजिक हाम्रो कोदारी स्कुल, हजुर कोदारी स्कुल छ र त्यसको तल एउटा झिर्पु माध्यमिक विद्यालय, त्यहाँ चाहिँ हामीले भाषा शिक्षा पनि राखेका छौँ। भाषा शिक्षामा चाहिँ हामीले चाइनिज भाषा जोडिदिएका छौँ। किन भन्दाखेरि त्यहाँ चाइनिज भाषाको एकदम आवश्यक छ। जस्तै कोदारी चाहिँ अब त्यहाँबाट 5 मिनटमा बोर्डर पुगिन्छ त्यो स्कुलबाट। अनि त्यहाँ चाहिँ भाषाको एउटा स्किल चाहिँ उहाँहरूलाई जोडिदियो भने भविष्यमा उहाँहरू चाहिँ त्यहीँ बसेर पनि कुनै आय आर्जन गर्नको लागि सहज हुन्छ भन्ने हिसाबले चाहिँ हामीले त्यहाँ चाइनिज भाषा पनि हामीले सुरु गरेका छौँ। त्यसो भइसकेपछि तपाईँले भने जस्तो बोर्डरसँग केन्द्रित, चाइनासँग बोर्डरसँग केन्द्रित भएको सिमानामा विशेष गरेर चीनसँग नजिक भएको तातोपानी भोटेकोशी गाउँपालिका अन्तर्गत 2टा स्कुलमा सञ्चालन छ। जस्तै मुगु, जाजरकोटहरूमा यो छैन अहिले हामीले सुरु गरेका छैनौँ। हजुर। अब भविष्यमा हामीले अब आवश्यक छ भने हामीले यसलाई बढाउन सकिन्छ होला। अनि हामीले झिर्पुमा चाहिँ त्यो भाषा मात्रै नगर्न हामीले दिवा खाजा पनि गरिरहेको छौँ फेरि। ओके। दिवा खाजाको चाहिँ हाम्रो यो 3 वर्ष हुन लाग्यो लगभग कार्यक्रम सुरु गरेको। सरकारले 5-6सम्म सरकारले उपलब्ध गराउने रहेछ दिवा खाजा। अनि त्यो नभएको बाँकी कक्षाहरूलाई चाहिँ हामी सोवर्स एक्सनले हामीले बेहोरिरहेछौँ। काभ्रेमा पनि एउटा छ, त्यस्तै गरेर काभ्रे लक्ष्मीनारायण स्कुल हामीले लगभग 240-50 जना जति विद्यार्थीहरूलाई हामीले दैनिक रूपमा दिवा खाजा उपलब्ध गराएका छौँ। झिर्पुमा यस्तै 280 जति बाँकी विद्यार्थी भनौँ न 6 देखि 12 सम्मको विद्यार्थीहरूलाई। झिर्पुमा चाहिँ दिवा खाजा पनि भाषा शिक्षा पनि भयो है। भाषा शिक्षा, हजुर। भाषा शिक्षा भनेर हामीले खास टिचर चाहिँ उपलब्ध गराउने हो, टिचर र बुक्सहरू। हजुर हजुर हजुर। भनिसकेपछि त्यहाँ दिवा खाजा पनि तपाईँहरूको कन्सेप्ट गर्दैछ। जस्तो मैले अस्ति तपाईँलाई भेट्दै गर्दाखेरि तपाईँहरूको यो
बाढी पहिरो गएको कहाँनिर समथिङ हजुर हो कहाँनिर गयो तपाईँले सोलरहरू पनि बाँडिरहनु भएको थियो रिसेन्टली अस्ति भर्खर रिसेन्टली चाहिँ हामीले म आफै चाहिँ गएनौँ हजुर हामी हाम्रो टिमहरू चाहिँ जान पाएन तर त्यहाँ अर्को संस्थाहरू गइरहेको थियो अनि ती जाने सिलसिलामा चाहिँ मैले हाम्रो यो सोलर पनि त्यहाँ उपलब्ध गराइदिनु भनेर चाहिँ उहाँको सहयोगमा चाहिँ हामीले पठाइदिएको भनेपछि मूलभूत रूपमा तपाईँहरूले सामानहरू उहाँलाई एप्लाई गरे उहाँहरूले फेरि सम्बन्धित ठाउँमा गएर बाँड्यो हजुर हामीले सोलर चाहिँ हामीसँग स्टकमा छ त्यो जुन अब त्यही आपत विपदमा डिजास्टरहरू हुँदाखेरि हामीले रेस्क्यु भनौँ न के भन्छ अब इमर्जेन्सी रेस्क्युहरू भयो सपोर्टहरूको लागि चाहिँ हामीले सोलर जस्तै अस्ति इलाममा त्यो बाढी पहिरो होइन पहिरोले धेरै क्षति भयो त्यहाँ लगभग हामीले हेर्दाखेरि 800-900 घरधुरीहरू विस्थापित भएको रहेछ अनि हामीले 3वटा जति गाउँपालिकाहरूमा चाहिँ हामीले 350 घरधुरीलाई लक्षित गरेर हामीले सोलर चाहिँ पठाएका छौँ किन मैले न्युजहरू पनि देखेँ त्यहाँ सबैजना बत्ती नभएको कारणले फोनहरू चार्ज गर्न जेनेरेटरबाट चार्जहरू गरिरहेको थियो त्यो हुँदाखेरि चाहिँ हामीले चाहिँ सोलर पनि अब सहयोग हुन्छ त्यहाँ सोलर चाहिँ फेरि एकदमै राम्रो सोलर छ त्यो चाहिँ अब लाइट पनि भयो तपाईँले टर्च लाइट पनि बनाउन पायो हिँड्दाखेरि पोर्टेबल छ त्यसमा फोनहरू पनि चार्ज गर्न मिल्ने अब एकदम इमर्जेन्सीको लागि चाहिँ एकदम राम्रो छ त्यो चाहिँ हामी तुरन्तै त्यो सोलर चाहिँ हामीले त्यहाँ इलाममा पठाएको जस हाम्रो हुनु त अघि भने नि सोवर सेक्सन चाहिँ हामीले शिक्षामा केन्द्रित सामाजिक कार्य गर्ने संस्था भए तापनि हामीले फेरि देशमा अब परेको आपत परेको यस्तो बेला हामीले फेरि सहयोग चाहिँ गरि नै रहेको छौँ यस्तो डिजास्टरको बेला पनि लास्ट इयर पनि पनौती यता काभ्रेको पनौती नगरपालिका मननदेवपुर नगरपालिका यता ललितपुरमा जुन बाढी बेला धेरै क्षति भयो त्यो बेला पनि हामीले राहतदेखि लिएर सबै हामीले त्यसो कार्यहरू पनि गऱ्यौँ धेरै गरेका छौँ त्यसै गरी मलाई अलिकति सावर एक्सन्स नेपालको मैले त्यो सोसियल मिडियाको पेजमा देखेको थियो तपाईँहरूले ड्युरिङ अर्थक्वेक 72 सालको अर्थक्वेकमा पनि यही कम्पनी मातहतबाट हो कि यही कम्पनी मातहतबाट होइन तपाईँहरूले त्यतिखेर पनि तपाईँले चामलहरू बाँड्ने गरिरहनु भएको थियो होइन 72 सालमा मैले कम्पनी भनेर हाम्रो यो संस्था थिएन दर्ता गरेको थिएन तर यो संस्था सुरु हुनुमा प्रेरणा भनौँ न स्रोत चाहिँ हामी 2015 को भूकम्पबाटै भन्नुपर्छ किनभने त्यतिखेर तपाईँको मेन क्षति पुगेको ठाउँ भनेको गोर्खा र सिन्धुपाल्चोक थियो अनि त्यो बेला हामीले गुम्बाको तर्फबाट है त्यो बेला म गुम्बामै थिएँ त्यही हाम्रो गुरुले चाहिँ अब त्यहाँ सहयोग गर्नुपर्छ धेरैजनालाई दुःख पाइरहेको छ होइन कतिजना घर भत्कियो गाउँतिर अनि घर बस्ने ठाउँ छैन अनि त्यति बेला हामीले चाहिँ तिरपालहरू टेन्टहरू खाना चामल रासन पानीहरू चाहिँ हामीले सिन्धुपाल्चोक र गोर्खाहरूमा त्यसरी सपोर्ट गरेका थियौँ अनि त्यो गर्दै जाँदाखेरि चाहिँ अब हुन्छ नि मान्छेलाई जब हामीले सहयोग गर्छ सहयोग पुर्याउँदाखेरिको त्यो जुन खुसी देख्छ नि उहाँहरूकोमा जुन आनन्द उहाँहरूको अनुहारमा देख्दाखेरि हामीले यति आनन्द प्राप्त हुने अनि त्यो हुँदाखेरि चाहिँ मैले अब थोरै सहयोग गर्दै गएँ जस्तै मैले गर्दै जाँदाखेरि मान्छेहरूले पनि देख्यो अनि फेरि मेरो मार्फत पनि फेरि सपोर्टहरू गरिदिनु भनेर मलाई सहयोगहरू पठाउनु भयो त्यही अनुसारले हामीले गरेँ गुम्बाको थ्रुबाट धेरै गरेँ अनि त्यही भूकम्पको बेलादेखि हो हामीले सामाजिक कार्य सुरु गरेको चाहिँ मैले चाहिँ अनि त्यहीँबाट प्रेरणाको स्रोत भयो अनि गर्दै जाँदाखेरि फेरि त्यही क्षेत्रमै भयो कि लाइन नै अब त्यो हुँदै जाँदाखेरि अब समस्या देख्ने जहाँ पनि देशमा होइन अनि त्यो गर्दा यो गरिदिनु भन्ने कुरा भयो अनि त्यो कुरा फेरि हामीले दाताहरूसँग कुरा राख्दाखेरि उहाँहरूले पनि इच्छा जताउनु भयो अनि त्यो गइसकेपछि अनि हाम्रो प्रोजेक्ट चाहिँ धेरै हुँदै गयो अनि हुँदै जाँदाखेरि चाहिँ फेरि हाम्रो यो एउटा संस्था नै दर्ता गरेर चलाउँदाखेरि राम्रो भनेर चाहिँ व्यक्तिले चलाउँदा भन्दा पनि आधिकारिक रूपमा चलाउँदा चाहिँ राम्रो रहेछ भनेर हामीले 2022 मा चाहिँ आधिकारिक रूपमा हामीले दर्ता गरेर चलाएको त्यसै गरी अस्ति भर्खर म यहाँहरूको त्यो कार्यक्रममा नि गएको छु नवबुद्धको त्यो नवबुद्ध त्यहीँनिर गाउँमा एकजनाको गएको साल हो क्या हो त्यो पहिरोले एउटा घर क्षति हजुर लास्ट यही थियो होइन सेप्टेम्बरको जुन 3 दिन लगातार पानी परेर त्यही मैले अघि भने नि पनौतीतिर जुन छ त्यही बेला नै हो अनि हामीले काभ्रेको यो स्कुल छ लक्ष्मीनारायण श्री लक्ष्मीनारायण माध्यमिक विद्यालय त्यहाँ पढ्ने 2 जना विद्यार्थी थियो हाम्रो जुन दिवा खाजाको कार्यक्रम अन्तर्गत त्यहाँ हाम्रो विद्यार्थीहरू छ 400 जति विद्यार्थी छ त्यो विद्यार्थीमध्ये 2 जना विद्यार्थी एउटै घरको थियो अनि त्यो पहिरोले पुरेर घर पनि क्षति भयो पूर्ण रूपमा क्षति भयो अनि त्यही एउटै परिवारको 2 जना हाम्रो यो स्कुलको विद्यार्थी पनि रहेछ फेरि अनि पहिरोमा पुरेर उहाँको मृत्यु भयो मृत्यु भइसकेपछि अब त्यो घर चाहिँ बस्ने लायक पनि भएन अब त्यहाँ फेरि अझै पनि त्यहाँ चाहिँ जस भनौँ न बस्नलाई सेफ छैन भन्ने कुरा भइसकेपछि अनि उहाँहरूलाई चाहिँ सारेर कुनै ठाउँमा अब घर
बनाइदिने भन्ने कुरा भयो हाम्रो संस्थाबाट। अनि सोभर सेक्सनले चाहिँ हामीले एउटा सुरक्षित ठाउँमा लगेर त्यहाँ हामीले 3-4 कोठाको राम्रो घर पनि बनाएर हामीले हस्तान्तरण पनि गरेँ ती परिवारहरूलाई। अब 3जना उनीहरूको बच्चाहरू रहेछ, बच्चामध्ये अब 1जना मात्रै छ। भनेपछि 2जना चाहिँ त्यतिखेर नै पहिरोमा परेर एउटा दिदी एउटा सानो भाइ त्यस्तोहरू मृत्यु भएको रहेछ उहाँहरूको। मृत्यु भएर तपाईँले उहाँहरूलाई घर बनाएर घर प्रदान गर्नुभयो। साथै स्कुलमा पनि उहाँलाई मलाई जहाँसम्म लाग्छ छात्रवृत्तिको कार्यक्रमहरू पनि गरिरहनु भएको जस्तो लागेको थियो। के छ त्यसको? छात्रवृत्ति चाहिँ हाम्रो प्रोजेक्ट शिक्षा छ। प्रोजेक्ट शिक्षा भनेर हामीले प्रोजेक्टको नाम दियौँ, तर छात्रवृत्ति हो सबै। अहिले 95 जना हाम्रो छात्रवृत्तिको अन्डरमा चाहिँ निःशुल्क रूपमा 11 र 12 काठमाडौँ भित्र आएर काठमाडौँको विभिन्न कलेजहरूमा गएर चाहिँ निःशुल्क रूपमा पढाइरहेको छौँ हामीले। बस्ने खाने सबै निःशुल्क। उहाँहरू चाहिँ कस्तो भने अलि आर्थिक रूपमा कमजोर तर एकाडेमिक रूपमा भनौँ न अलि ट्यालेन्ट विद्यार्थीहरूलाई चाहिँ हामीले पुरा इन्ट्रान्स एक्जाम गरेर साथै प्रोभिन्सहरूबाट चाहिँ हामीले छनौट गराएर इन्टरभ्यू लिएर इन्ट्रान्स एक्जाम दिएर चाहिँ हामीले अहिले काठमाडौँमा पढाइरहेको छौँ। अहिले 95 जनालाई निःशुल्क रूपमा पढाइरहेको छौँ। जस प्रोजेक्ट धेरै छ यस्तो गरेर। अब हाम्रो अझै अर्को एउटा पनि छ नारायणटारमै छ, हामीले डे केयर सेन्टर भनेर, जुन यो कारखानामा गलैँचा कारखाना द्रव्य फ्याक्ट्रीमा काम गर्ने भयो अनि यो ठेलामा अब सामान बेच्ने सागसब्जीहरू गरेर सानो बेच्नेहरू त्यस्तोहरूको जुन बालबच्चाहरू हुन्छ उहाँहरूलाई चाहिँ हामीले डे केयर सेन्टर भनेर एकदम सानो नर्सरी र एलकेजी, हामीले एलकेजी होइन केजी भन्छौँ, यो 2 वर्ष चाहिँ हामीले त्यहाँ एउटा डे केयर सेन्टर खोलेर त्यहाँ टिचरहरू राखेर फुल्ली एकदम अब खाने बस्ने पढ्ने सबै फुल कोअपरेट गरेर हामीले त्यहाँ सहयोग गरिरहेको छौँ। अनि त्यो पछि चाहिँ अनि उनीहरू अब सरकारी स्कुलहरूमा उहाँ आफैले भर्ना गर्नुहुन्छ। अब जस्तै 1 देखि पढ्नु बेला त उनीहरू सकेसम्म अब हिँड्नु सक्ने हुन्छ नि त, आफै जान सक्ने जस्तो। त्यस्तो गरेर जम्मा 120 जना जति चाहिँ त्यहाँ पनि हामीले सपोर्ट गरिरहेको छौँ। डे केयर जस्तोमा डे केयर सेन्टर नामै हामीले सोभर सेक्सन डे केयर सेन्टर भनेर राखेको छौँ। यो चाहिँ हामीले एउटा पार्टनर हाम्रो सी वार्ड्स भन्ने एउटा संस्था छ त्यही नारायणटारमा, उहाँसँग पार्टनर गरेर कोलाबोरेसन गरेर हजुर उहाँहरूले चलाइरहनु भएको छ अहिले चाहिँ। जस्तै यस्ता सामाजिक कार्यहरू गर्नु साँच्चीकै प्रेरणादायी होइन, समाजलाई उत्थान गर्नु एकदम राम्रो कुरा हो। साउन्ड एक्सन नेपालले मैले विगतमा धेरै लामो समयदेखि गर्दै आएको देखेको छ, म एकदम गर्व पनि लागेको छ। अब यसले गर्दाखेरि जस्तो यतिको राम्रो सामाजिक कल्याणको कुरा समाजमा कल्याणको कुरा कामहरू गर्दाखेरि समुदायमा प्रभाव र सामाजिक परिवर्तन चाहिँ कसरी लिनुभएको छ? जस्तै तपाईँले कसरी देख्नुभएको छ समुदायमा यसले के प्रभाव पारिरहेछ र समाजमा परिवर्तन कस्तो गरी ल्याएको छ? अब परिवर्तन त तपाईँको अवश्य नै हुन्छ नै। जब प्रोजेक्ट सक्सेस हुन्छ परिवर्तन त अवश्य नै देखिन्छ। अब परिवर्तन भनेको जब हामीले हाम्रो सहयोगबाट हाम्रो प्रोजेक्टबाट कुनै मान्छेको लाइफमा पोजिटिभ इम्प्याक्ट आउँछ होइन, त्यो चाहिँ हाम्रो सफलता हो है। अनि उनीहरूको अनुहारमा खुसी देखिन्छ। त्यस्तो गरेर हाम्रो इम्प्याक्टहरू पोजिटिभ इम्प्याक्ट धेरै नै छ। अनि अब समाजमा परिवर्तनको कुरा भन्दाखेरि चाहिँ हरेक प्रोजेक्टले परिवर्तन ल्याउँछ, तर परिवर्तन चाहिँ कसैको देख्ने परिवर्तन हुन्छ, कसैको नदेख्ने परिवर्तन हुन्छ। हाम्रो चाहिँ खास शिक्षा क्षेत्रमा भएको कारणले हामीले चाहिँ मान्छेको शिक्षामा परिवर्तन ल्याउने हो। उनीहरूको अब एजुकेसन अब जुन क्वालिफिकेसनहरू हुन्छ उनीहरूमा परिवर्तन ल्याउने, उनीहरूलाई निःशुल्क रूपमा हामी छात्रवृत्तिहरू दिइरहेको छौँ। त्यसै गरी हाम्रो यति तिनचुलीमा हाम्रो अफिस छ, त्यसको अफिस बिल्डिङमा हाम्रो लाइब्रेरी पनि निःशुल्क रूपमा लाइब्रेरी पनि हामीले खोलेका छौँ। लाइब्रेरी एउटा सानो एउटा छ हाम्रो, त्यो चाहिँ पाइलट प्रोजेक्ट सुरु गरेको निःशुल्क रूपमा। किन हाम्रो यो बौद्ध क्षेत्र यो चाबेल तिनचुली सिमलटार एरियामा हाम्रो निःशुल्क लाइब्रेरी भन्ने छैन नि, छैन जहाँसम्म लाग्छ मेरो जानकारी छैन। अनि त्यही कारणले चाहिँ हामीले चाहिँ अब आजकलको जुन युवा पुस्ताहरू छ बालबच्चाहरूलाई चाहिँ किताब पढ्नेमा अलिक बानी बसाल्नु पर्छ जस्तो लाग्छ मलाई एकदम। किनभने सबैजना अब स्मार्टफोन भयो होइन, फोनमा मात्रै अनि मुभी टिभीहरू मात्रैमै ध्यान भयो भने भविष्यमा उहाँहरूको पढाइ बिग्रिन्छ, ग्याजेट प्रेमी। हजुर। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अहिलेदेखि नै अलिअलि तपाईँको बुकमा अलि पढ्ने बानी बसाल्ने, लाइब्रेरी जाने होइन, यस्तो बसेर किताबहरू पढ्ने गऱ्यो भने त्यहीबाट अलिक बानी छुटाउँदै हामी जान सक्छौँ नि त। त्यही कारणले चाहिँ हामीले एउटा लाइब्रेरी खोलेका छौँ। अनि लाइब्रेरी एकदमै राम्रो चलिरहेको छ हाम्रो। अब महिनामा 800 देखि 850सम्मको भिजिटर्सहरू बुक रिडरहरू आउनुहुन्छ। अनि त्यो प्रोजेक्ट चाहिँ एकदम राम्रो भइरहेछ। अब यसले नै हामीले समाजमा चाहिँ कम्युनिटीमा चाहिँ कसरी हामीले हाम्रो सेवा दिन सक्छौँ त भन्ने हिसाबले अनि नामै हामीले सोभर एक्सन कम्युनिटी सेन्टर भनेर राखेका छौँ। त्यो भवनलाई हजुर
सो कम्युनिटी सेन्टरमा चाहिँ जसलाई पनि वेलकम छ होइन भनेर अब कम्युनिटीलाई चाहिँ समाजमा चाहिँ त्यसो गरेर हामीले अब सेवाहरू पुऱ्याइरहेको छौँ भनौँ न। अनि त्यहाँनिर चाहिँ तपाईँहरूको त्यहाँ त्यो जुन अहिले तपाईँले भनिरहेको ठाउँमा चाहिँ तपाईँको लाइब्रेरी मात्र छ कि अरू के छ त्यहाँ? लाइब्रेरी पनि छ अनि साइडमा चाहिँ हामीले जति अब भनौँ न अहिले काठमाडौँमा ज्याला मजदुरी गर्नेहरू जुन परिवारहरूको बुवा आमाहरूको बालबच्चाहरू हुन्छ उहाँहरूलाई त कम्प्युटर हुँदैन, ल्यापटप हुँदैन, राम्रो स्मार्टफोन्सहरू पनि हुँदैन। त्यस्तोको अब अहिलेको मोडर्न एजुकेसनको लागि त त्यो एकदम जरुरी छ नि। तपाईँको त्यसको लागि चाहिँ हामीले केन्द्रित गरेर हामीले 3-4वटा कम्प्युटर राखिदिएका छौँ। वाइफाई कनेक्ट सबै इन्टरनेट एक्सेस भएको कम्प्युटर राखेर यदि उहाँहरूलाई आवश्यक छ कम्प्युटरको जरुरी छ भने त्यहाँ आएर निःशुल्क रूपमा प्रयोग गर्न सक्नुभयो उहाँहरूले। अनलाइन क्लासहरू भयो तपाईँको होइन, अनलाइन रिसर्चहरू गर्नुपर्ने छ अथवा अनलाइन मिटिङहरू छ भने त्यहाँ आएर उहाँहरूले गर्न सक्नुहुन्छ। कम्प्युटरको सुविधाहरू भयो। कम्प्युटरको सुविधा त्यसै गरी त्यहाँ भाषा पनि छ हाम्रो निःशुल्क भाषा इङ्ग्लिस र चाइनिज दुईवटा हजुर भनेको। अनि त्यसलाई चाहिँ क्लास बेसमा कति वान एट ए डेमा कति क्लास बिहान बेलुका दिन्छु? बिहान बेलुका दिनभरिमा हाम्रो 5 घन्टा जति यो हुन्छ सेसन। हजुर हजुर 1-1 घन्टाको गरेर 5वटा जति क्लास हुन्छ। त्यसमा जस राम्रो छ एकदमै उहाँहरू एकदम रुचि देखाउनुहुन्छ होइन। अनि अहिलेसम्म हामीले नेपाली पनि एकचोटि सुरु गऱ्यौँ तर नेपालीमा चाहिँ यति मान्छेहरूको चासो देखिएन किनभने सबैजनाले नेपाली बोल्न जान्छ नि त। अनि सेकेन्ड चाहिँ इङ्ग्लिस भनौँ न। अनि सबैभन्दा राम्रो चाहिँ चाइनिजमा छ, मान्छेहरू रुचि बढी देखाउने इन्ट्रेस्टेड किन इङ्ग्लिस प्रायःले बोल्छ नै। अनि इङ्ग्लिस क्लास पनि हामीलाई अहिले जारी चाहिँ छ, कन्टिन्यू नै छ। अनि तर सबैभन्दा बढी सङ्ख्या चाहिँ हाम्रो चाइनिज भाषा सिक्नेमा चिनिया भाषालाई चाहिँ धेरै उहाँहरूले रुचि दिनुभएको छ। अब जस्तै हजुरले यतिका ठुलो शिक्षा प्रोजेक्टहरू गर्दाखेरि होइन, जस्तै समाजमा राम्रो काम गर्दा विभिन्न बाधा अड्चन ओहो यो के भने जस्तो चुनौती यत्रो स्पेसिफिक कामहरू गरिरहनु भएको छ होइन। त्यसमा त्यो अवधिभरि चुनौती केही सामनाहरू त्यस्तो केही याद छ होला? चुनौती त सबै कामहरूमा चुनौती हुन्छ होइन। अब फेरि हाम्रो यो सामाजिक कार्यमा चाहिँ फेरि आफ्नै स्टाइलको चुनौतीहरू छ कि। जस्तै अब तपाईँको प्रोजेक्ट सुचारू गर्नु नै पहिला हामीले अनुमति लिनुपर्छ। जुनै पनि प्रोजेक्ट गर्दाखेरि हाम्रो समाजकालीन परिषद नेपालको समाजकालीन परिषदबाट हामीले अनुमति लिनुपर्ने हुन्छ। अनुमति लिँदाखेरि तपाईँको तुरन्त अनुमति पाइँदैन। फेरि तपाईँको हरेक प्रपोजलहरू बुझाइसकेपछि उहाँहरूले त्यसमा स्टडी गर्नुहुन्छ। अनि पैसाको आय स्रोत कहाँबाट आइरहेछ, डोनर दाताहरू कहाँ छ सबै एप्रुभ गरेर मात्रै गर्नुहुन्छ। अनि नर्मल प्रोजेक्टको तपाईँ स्वीकृति हुन लगभग 2 महिना लाग्छ। अनि इमर्जेन्सी जस्तै यो डिजास्टरहरू अब भूकम्पहरू भयो, बाढी यस्तोहरू छ भने चाहिँ तपाईँ उहाँहरूको फेरि प्रक्रिया रहेछ 2-3 दिनमा 1 हप्ताभित्रै एप्रुभ पनि गरिदिने त्यस्तो पनि रहेछ। अनि त्यसमा पनि धेरै अलिक गाह्रो छ भनौँ न त्यस्तो अब एप्रुभ पाउनलाई। अब हुन त अब समाजको लागि नै हामीले सेवाको भावनाले हामीले काम गर्ने हो तर पनि फेरि सजिलो चाहिँ छैन है एप्रुभ गर्नलाई। आउने बित्तिकै हामी काम सुरु गर्छौँ भन्ने चाहिँ पाइँदैन रहेछ। अब त्यो चाहिँ मैले हाम्रो यो जब आधिकारिक रूपमा हाम्रो दर्ता भयो संस्थाबाट दर्ता गरेर आधिकारिक रूपमा चलाउँदाखेरि चाहिँ त्यस्तो प्रोसेस छ। अनि त्यसमा फेरि धेरै एक्सपर्टिजहरू पनि चाहिन्छ। तपाईँ प्रपोजलहरू एकदमै तयार उहाँहरूको फर्मेटमा एकदम राम्रो तयार गर्नुपर्ने, सानो एउटा पेपरमा लेखेर दिने त्यस्तो चाहिँ होइन रहेछ। अनि त्यस्तोहरूमा नै हामीसँग अलि अब भनौँ न चुनौतीहरू छ। अनि काम गर्दै जाँदाखेरि अब त्यो त भयो एडमिनिस्ट्रेसन पार्ट भयो होइन। अनि गर्दै जाँदाखेरि तपाईँको अब इम्प्लिमेन्टेसनमा अब प्रोजेक्ट भइसक्यो त एक्जिक्युट गर्नु पऱ्यो। एक्जिक्युसनमा प्रब्लम हुन्छ। अब तपाईँको भनेको ठाउँमा भलिन्टियरहरू पाउन गाह्रो हुन्छ होइन। अब भलिन्टियर छैन भने हामीले बाहिरबाट मान्छेहरूलाई हायर गर्नुपर्ने हुन्छ। हायर गर्दाखेरि फेरि उहाँहरूको चार्ज बढी हुन्छ। अनि त्यसको लागि फेरि हायरिङको त हाम्रो फेरि प्रोजेक्टमा खासै हुँदैन पैसा होइन। त्यो गर्दाखेरि चाहिँ धेरै चुनौतीहरू छ। अब डिजास्टरको बेला फिल्डतिर जाँदाखेरि त आफ्नो ज्यानको पनि खतरा हुन्छ। हजुर चुनौतीहरू धेरै छ। अब फेरि बाँड्दाखेरि सबैजनाले हाम्रो चित्त बुझाउन सक्दैन फेरि होइन भनौँ न। तपाईँको सबैजनाले बाँडेको हुन्छ। अब त हामीले त अब कतिपयको नाम टिप्दाखेरि हाम्रो त वडा नै त्यो नाम आएको अनुसारले नै हामीले यहाँबाट सामानहरू प्याकेजहरू प्रिपेयर गरेर जान्छौँ नि त। अब त्यहाँ दिँदाखेरि बाँकी मान्छे एक्स्ट्रा मान्छे पनि आइदिएको हुन्छ कि अब उनीहरूसँग त प्याकेज हुँदैन उनीहरूको लागि। उहाँहरू नपाइसकेपछि रिसाउनुहुन्छ, त्यसले झगडा गर्न आउनुहुन्छ होइन। अब त्यस्तोमा धेरै हामीले चुनौतीहरू चाहिँ सामना गर्नुपर्ने हुन्छ। अनि फेरि सबैको सोच एउटै हुँदैन होइन। कतिपयको अब पोजिटिभ सोच भएको मान्छेहरू हुन्छ, नेगेटिभ भएको मान्छेहरू हुन्छ।
पोजिटिभ भएको सोच भएको मान्छेहरू त एकदमै राम्रो गरेछ होइन, उहाँहरूले अब सेवाको कामहरू एकदम राम्रो गरे भनेर अब धन्यवाद दिनुहुन्छ। कतिपय त अब भन्नुहुन्छ हो यसले अब एक बोरा चामल हामीलाई दिनुभयो, अब यो पछि कति खायो भन्ने फेरि त्यस्तो कुरा काट्नेहरू पनि हुन्छ। अब यसमा चाहिँ सबैले हामीले चुनौतीहरू चाहिँ सामना गरेर अगाडि बढ्नुपर्छ। हजुर, पोजिटिभिटीको साथ। हजुर, किन आफूले राम्रो काम गर्ने हो होइन। अब भन्ने मान्छेले अब कुरा त काटि नै हाल्छ, अनि भन्ने पनि छ नि, तपाईँले यस्तो पनि भन्छ नि, तपाईँले केही गरेन भने, कुनै पनि काम नगरेर चुप लाएर बस्यो भने तपाईँको नराम्रो कुरा पनि आउँदैन, राम्रो कुरा पनि आउँदैन, केही पनि आउँदैन। तपाईँले कुरा आउने भनेको चाहिँ जब पछिबाट ब्याक बाइटिङ हुन्छ नि, जब तपाईँले केही गर्छ नि अनि चाहिँ ब्याक बाइटिङ आउँछ अरे कि। सो त्यही सोचेर म चाहिँ अब चुनौतीहरू सामना गरेर अगाडि बढिरहेको छु। अनि जस्तै तपाईँले यतिकै भन्दै गर्दाखेरि अघि ठ्याक्कै मैले त्यो तपाईँको यो कुरा गर्दै मैले ठ्याक्कै एक ठाउँमा रोकेको थिएँ। तपाईँले भने नि जस्तो डिजास्टर भनेर भने जस्तो बाढी पहिरोको ठाउँमा होइन, अघि तपाईँले भने जस्तो भूकम्पको बेलामा, त्यस्तो बेलामा यहाँले जस्तै आफै उपस्थित भएर सेवा गर्दाखेरि त्यस्तो कुनै भनौँ न एकदम डरलाग्दो ओहो झन्डै म आफै यसमै फसेँ भने जस्तो कुनै छन् त्यस्तो? त्यो चाहिँ भूकम्पको बेला भएको थियो, 2015को भूकम्पको बेला। किन भूकम्प गइसकेर पनि तपाईँको जस्तो 12 गते भूकम्प आएन, 12 गते बेला त हामीले त सबैजना एकदम त्रसित थियो नि सबैजना। त्यो बेला हामीले प्रोजेक्ट हाम्रो यो जुन रिलिफ वर्कहरू थियो सुरु गरेको थिएन, अनि केही दिनपछि हामीले गऱ्यौँ। तर गर्दाखेरि हामी सिन्धुपाल्चोकको थियो घटना चाहिँ आफ्टर सक्स, त्यो जुन भूकम्पहरू अझ आइरहने कि सानो आइरहने, अनि घरमा त कोही पनि सुत्न सकेको छैन होइन। अनि हामी चाहिँ बिचमा गएर, तपाईँ फेरि सिन्धुपाल्चोक कस्तो छ भने भोटेकोसी खोलाको बिचमा रोड छ होइन, अनि यता पनि पहाड छ। अब भूकम्प आइरहेको छ, माथिबाट त्यो ढुङ्गाहरू खसिरहेको छ होइन, त्यो सुक्खा पहिरोहरू आइरहेको छ। अब घरमा त सुत्ने चान्स नै छैन, त्यहाँ कुनै सेफै छैन। अनि हामी चाहिँ के गऱ्यौँ भने अब फेरि रोडमा पनि बस्नु नसक्ने गाडीभित्र, हामी त गाडीमा थियौँ, हामी गाडीमा सुतेको राति। अब गाडी फेरि रोडको ठाउँमा राख्दाखेरि माथिबाट त्यो ढुङ्गाहरू खस्ने डर, अनि त्यसैले हामी चाहिँ पुलमा एकदमै बिचमा एउटा पुल थियो, अनि त्यो पुलमा गाडी राखेर चाहिँ हामी त्यहाँ सुत्यौँ। भनेपछि तपाईँहरू त्यो ड्राइपोर्टको त्यो पुलमा सुत्नुभयो क्या? ड्राइपोर्टमा होइन, यता ड्राइपोर्ट भन्दा यता खोकुन्डोलको बिचमा झर्ना भन्दा तल पुल एउटा छ क्या, अनि त्यो पुलमा गाडी हामीले पार्क गरेर चाहिँ राति त्यहाँ सुत्यौँ। तर पनि भूकम्प आउने, पुल पनि हल्लिने कि राति, अनि त्यस्तो डर भयो पनि हामी चाहिँ अब भनौँ न अब त्यस्तैहरू त्यो चुनौतीहरू, त्यो चाहिँ सबैभन्दा डरलाग्दो घटना चाहिँ त्यो थियो। जस्तै अब यहाँको यो सावर एक्सन्स नेपालको भावी दिनमा एज अ चेयरम्यान हुँदै गर्दाखेरि भविष्यको योजनाहरू के छ त? अझै यसलाई तपाईँले यतिकै राम्रो काम त गरिरहनुपर्छ अभियसली, भए पनि तपाईँले अघि नै भने जस्तो यत्तिकै तपाईँहरू चाहिँ मैले त अझ देखेको एकदम सेड्युल सहितको कामहरूमा प्रस्तुत हुनुहुन्छ हो। त्यसो हुँदाखेरि यहाँले भविष्यको विषयमा पनि सेड्युल बनाएर केही प्लानहरू छ होला, के छ प्लान? त धेरै नै छ। हजुर, अब हाम्रो योजनाहरू भनौँ न, भविष्यको योजनाहरूमा अघि मैले भने नि, अब जस्तै हाम्रो यो प्रोजेक्टहरू चाहिँ हामीले 25-26वटा जिल्लामा हामीले पुऱ्याइसक्यौँ। ओके, यो ज्याकेट जुन वार्म क्लोथ छ चाहिँ, तर हाम्रो भविष्यमा चाहिँ के छ भने 77वटा जिल्लामा हामीले पुऱ्याउने जुन सोवर सेक्सनको सहयोग चाहिँ, हजुर, 75वटा जिल्लामा पुगोस् भन्ने चाहिँ हाम्रो योजना छ। भनेपछि होल नेपालमा त्यो छ। अनि त्यो सँगसँगै हाम्रो अब बाँकीको प्रोजेक्टहरू जुन अनगोइङ प्रोजेक्टहरू त भइ नै रहेको छ। अनि प्रोजेक्ट धेरै मध्ये हाम्रो अब मेरो अब यो भविष्यमा एउटा प्रोजेक्ट चाहिँ अब मेबी छिटै हुन्छ होला। अघि मैले भने नि लाइब्रेरी, जुन लाइब्रेरी चाहिँ फ्री लाइब्रेरी छ, तर त्यो सानो भयो एकदमै। अनि त्यो सानो भएपछि अब त्यसलाई चाहिँ अलिक ठुलो बढाउँ न, अलिक एक्सपान्ड गरेर, किन मान्छे अड्दैन होइन, 5-6 जना मात्रै अड्छ। अनि 5-6 जना पनि त्यो हाम्रो किड्स सेक्सन पनि सँगै छ, त्यो एडल्टको सेक्सन पनि सँगै भएपछि त्यो जुन एडल्ट स्टुडेन्टहरू आएर पढ्दाखेरि त्यो बच्चाहरूको डिस्टर्ब हुने, त्यो गर्दाखेरि वातावरण अलिक राम्रो भएन। अब त्यसलाई लाइब्रेरीले चाहिँ अलिक ठुलो बनाएर हाम्रो यो बौद्ध अब चाबल भनौँ न, यो गोकर्णेश्वर भित्रकै सबैभन्दा राम्रो एट्र्याक्सन पोइन्ट लाइब्रेरीको लागि भनेर सबैजनाले चिन्ने ठाउँ भनेर बनाउने योजना छ मेरो। त्यसको लागि चाहिँ अब लागत पनि अलिक ठुलो नै लाग्ने रहेछ। अब त्यसको लागि हामी फन्ड रेजको हामी कामहरू पनि अगाडि बढाउँदैछौँ। हजुर, जस्तो अब जमिन चाहिँ छ, स्पेस हामीसँग छ, अब त्यसलाई बस लाइब्रेरीको स्ट्रक्चर चाहिँ उठाउनु पऱ्यो अब कन्स्ट्रक्सनको लागि। अनि त्यो चाहिँ हाम्रो अब आउँदो योजना हो। लाइब्रेरी एकदम राम्रो, त्यसमा जुन रिडिङ स्पेस हुन्छ, तपाईँको मल्टिमिडिया रुम हुन्छ होइन, मिटिङ रुम हुन्छ, अनि लाइब्रेरीको बुक्सहरू भयो, सबै भयो, अनि पार्किङ भएको, सबै सुविधा सम्पन्न भएको एउटा लाइब्रेरी चाहिँ बनाउने मेरो योजना छ निःशुल्क रूपमा। हजुर, भावी योजना। हजुर, तपाईँले यतिको सावर एक्सन नेपाललाई एउटा
समाजलाई पुरा सेवा गर्नेमा समर्पित गर्नुभएको छ होइन। यति धेरैका प्लानहरू अझै पनि फेरि समाजलाई अझ अल ओभर नेपालमै तपाईँले चाहिँ आफ्नो सेवा दिने भनेर एउटा कन्सेप्ट गरेर तयार गरिरहँदाखेरि तपाईँले यत्तिको कुरा त होइन। अहिलेको जगतमा अहिले यो संसारमै एकदम थोरै मान्छेले मात्र सोच्छ जस्तो लाग्छ मलाई, किनभने मान्छे सबै आफ्नो हिसाबमा व्यक्तिगत जीवन भनौँ अथवा स्वार्थको हिसाबमा हिँडिरहेको हुन्छ। हजुरहरू चाहिँ यत्तिकै मानव कल्याण यत्तिकै समाज सेवा गर्ने भनेको एउटा यो प्रेरणाको श्रेय चाहिँ केलाई लिनुहुन्छ तपाईँले व्यक्तिगत रूपमा? प्रेरणाको स्रोत भन्नु प्रेरणाको स्रोत अघि मैले भनेको थिएँ, यो कुरा प्रसङ्ग थोरै आयो। यो भूकम्पको बेलादेखि हो। भूकम्प जुन 2015 को भूकम्पदेखि चाहिँ मैले यो काम सुरु गरेको, जुन अब राहतको कामहरूबाट सानोबाट हामीले सुरु गऱ्यौँ। जुन हाम्रो गुम्बाको मार्फतबाट गएको, त्यो बेला म गुम्बामै बस्थेँ। अनि गुम्बाको थ्रुबाट चाहिँ हामीले गुरुको आदेशमा उहाँले सहयोग लानुपर्छ यस्तो दुःख परेको बेला भनेर चाहिँ पठाउनु भएको। सहयोगहरू गर्दै जाँदाखेरि चाहिँ अब गर्दै जाँदाखेरि झन्झन त्यो जब हामीले सहयोग गरेपछि उहाँहरूलाई जुन अर्को लाभग्राहीहरूलाई चाहिँ खुसी मिल्छ नि, आनन्द, त्यो आनन्द देखेरै झन्झन गर्न मन लाग्ने। अनि त्यस्तो हुँदै जाँदाखेरि त्यहाँबाट चाहिँ प्रेरणा सुरु हुनु चाहिँ त्यहाँबाट हो। अनि त्योबाट पछि तपाईँको कोभिड आयो। कोभिडमा पनि हामीले 8, 9, 10 जिल्लामा हामीले सहयोगहरू पुऱ्यायौँ गुम्बाको मार्फतबाटै हो। अनि जस्तै यो तपाईँको प्रदेश नम्बर 3 को रामेछाप, प्रदेश नम्बर 2 को 8 जिल्ला, त्यो सबैमा हामीले अक्सिजन मेसिनहरू पुऱ्यायौँ। त्यो बेला अक्सिजनको एकदम अभाव थियो। त्यो गर्दै जाँदाखेरि चाहिँ अब समाजमै भनौँ न झन्झन त्यो इच्छाहरू बढ्दै जाने रहेछ, सेवाको भावनाहरू बढ्दै जाने रहेछ। अनि एउटा त अब गुरु, मेरो सबैभन्दा प्रेरणा ठुलो भनेको मेरो गुरु हो। किन उहाँले चाहिँ गुरु ठाकुर बुढ्चे, उहाँले धेरै सामाजिक सेवाहरू कार्यहरू गर्नुभएको छ। अहिले यहाँ काठमाडौँ बौद्ध तिनचुलीको नजिक एउटा स्कुल छ, श्री मङ्गलदीप बोर्डिङ स्कुल। त्यहाँ उहाँले लगभग 600 जना जति विद्यार्थीलाई निःशुल्क रूपमा खाने बस्ने 12सम्म निःशुल्क रूपमा पढाइ पनि गरिरहनु, त्यो सुविधा दिइरहनु भएको छ। त्यस्तै गरेर अब कतिजना हिमाली भेगमा जुन बसोबास गर्ने पढ्दै गरेको, अब यता गोर्खा दोल्पाहरूबाट मुगु हुम्ला सबै ठाउँबाट आउने, जस्तै अब बौद्ध दर्शन पढ्न चाहनेहरूलाई निःशुल्क रूपमा जस्तै गुम्बामा बसेर पढ्ने खाने सुविधाहरू सबै निःशुल्क रूपमा सेवा उपलब्ध गर्दै रहनुहुन्छ। अनि त्यहाँ उहाँलाई देखेर भनौँ न, उहाँको अब जीवन नै होल लाइफ नै यस्तोमा समर्पित थियो होइन। बौद्ध धर्म प्रवर्धन अनि प्रवचनहरू भयो, त्यहाँदेखि निःशुल्क रूपमा अहिलेको मोडर्न एजुकेसन दिनेदेखि लिएर सबै त्यस्तो कार्यहरू देखेर चाहिँ मलाई त्यहाँबाट पनि एउटा प्रेरणा चाहिँ मिलेको। तपाईँले साँच्चीकै अहिले जोड्दै गर्दाखेरि यो प्रेरणाको स्रोत चाहिँ गुम्बालाई जान्छ भनेर भन्दै गर्दाखेरि भर्खर सामाजिक सञ्जालमा अलिकति हिटमै छ त्यो, मैले पनि हेरेको थियो। जस्तै यो गुम्बाहरू विशेष गरेर होइन, हाम्रो एकजनाले अब सोसियल मिडियामा भनिरहनु भएको अहिले ज्ञानेन्द्र साईले एउटा पोडकास्ट यस्तै कार्यक्रममा भन्नुभएको छ। जस्तो गुम्बाहरूमा चाहिँ प्रवेश गर्न दिइँदैन होइन, यहाँ चाहिँ भनेर भन्नुहुन्छ। अब यहाँ पनि अब बौद्ध भिक्षुमै त्यसप्रति एकदम पोजिटिभ भएको, अब त्यसमै हुर्केर गुम्बाबाट प्रेरणा भएको भनेर भन्छ। अनि यो कुरा चाहिँ अलिकति के हो त, जस्तै गुम्बाभित्र के प्रवेश गर्न नदिने हो त? तपाईँलाई अझै यो विषयमा थाहा हुन्छ? मैले पनि त्यो क्लिप चाहिँ देखेको थिएँ, छोटो भिडियो क्लिप्सहरू देखेँ, त्यो गुम्बाभित्र छिर्न नदिने भन्ने कुराहरू विषयहरू आएको रहेछ। अनि यसमा मैले सोसियल मिडियाहरूमा चाहिँ यसमा जस्तै हाम्रो बौद्ध महासङ्घहरूले कुनै इन्डिभिजुअल्स सोसियल मिडियाहरूमा पनि यसको प्रेस विज्ञप्तिहरू चाहिँ निकालेको मैले हेरेँ। तर मैले यो उहाँको त्यो इन्टरभ्यू चाहिँ होल चाहिँ हेर्न पाएन, त्यो क्लिप्सहरूमा हेरेँ अनुसारले चाहिँ। तर उहाँको नाम चाहिँ अब हुन त ज्ञानेन्द्र साई भन्नुभयो होइन, ज्ञानेन्द्र साई नाम चाहिँ सही छ, तर अलि उहाँको त्यो धारणा चाहिँ अलिक गलत लाग्यो मलाई। किन भन्दाखेरि हुन त उहाँको पर्सपेक्टिभमा उहाँले भन्नुभएको कुरा सही नै होला, उहाँको पर्सपेक्टिभमा भनौँ न। तर हामीले जहिले पनि एउटाबाट पर्सपेक्टिभबाट मात्रै हेर्नु हुँदैन यस्तो कुराहरू, अघि हेर्नु भनौँ। किन नेपालमा गुम्बा धेरै छ तपाईँको, भनौँ न नेपालैभरि त तपाईँको गुम्बा भनौँ न अब 100औँ 1000औँ गुम्बा होला। तर मैले ती क्लिपमा चाहिँ उहाँले केन्द्रित गर्नुभएको चाहिँ काठमाडौँको गुम्बाहरू भन्नुभएको रहेछ होइन। काठमाडौँको वरिपरि, हजुर, काठमाडौँको डाँडा वरिपरिमा भएको गुम्बा 1-2वटा गुम्बा भनेको रहेछ। तर उहाँको कुरा सही हो, अब कुनै गुम्बाले प्रवेश निषेध गरेको होला। तर मैले उहाँको कुरा पनि फेरि एकदमै क्लियरली पनि बुझेन। किन भन्दाखेरि
छिन्न दियो भन्नुहुन्छ, फेरि आदिबाट छिन्न दिएन भन्नुहुन्छ, फेरि अर्को कुरामा प्रवेशै निषेध गरेको छ भन्नुहुन्छ होइन। तर त्यसमा चाहिँ उहाँको पर्सपेक्टिभबाट त्यो कुरा सही हो होइन, उहाँले म मान्छु। किन उहाँको पहिलाको जुन इन्टरभ्यूहरू मैले कहिले सोसियल मिडियामा देखेको छु, उहाँले एकदमै प्रसङ्गहरू राम्रो कुरा निकाल्नुहुन्छ संसदमा नि, माननीय हुनुहुन्छ उहाँ होइन। अनि उहाँले कुराहरू राम्रो राम्रो प्रसङ्गहरू ल्याउनुहुन्छ क्या, एकदमै रिसर्च गरेर त्यो उहाँले सोसियल मिडियाबाट हुन्छ कि गुगलबाट एकदमै राम्रो अनुसन्धान गरेर बोल्नुहुन्थ्यो अनि मलाई कुरा एकदम सही लाग्थ्यो। तर अस्ति त्यो गुम्बाको विषयमा चाहिँ उहाँले चाहिँ अलिक अनुसन्धान नगरेर बोले कि जस्तो लाग्यो मलाई। उहाँले भन्नुभयो अब गुम्बाहरू सबैमा चाहिँ जुन अब प्रवेश निषेध गरेको छ भन्ने कुराहरू, तर प्रवेश निषेध किन गर्यो त्यो कारण पनि बुझ्नु पऱ्यो नि। उहाँले यदि त्यस्तो अनुसन्धान गरेर भन्नुहुन्छ भने त उहाँले त्यो पनि अनुसन्धान गर्नु पऱ्यो नि, किन चाहिँ प्रवेश निषेध गरे त त्यहाँ। होला एका गुम्बाहरूले प्रवेश निषेध गरे होला, तर त्यो निषेध गर्नु पनि कारण छ नि त। किन गुम्बा भनेको तपाईँको धार्मिक स्थल हो पवित्र होइन, सँगै धार्मिक स्थलसँगै तपाईँको शिक्षण केन्द्र पनि हो, ध्यान केन्द्र पनि हो। सो भित्र आफ्नो एक्टिभिटिजहरू हुन्छ, ध्यान गरिरहेको हुन्छ, उहाँहरूको त्यहाँ शिक्षा भइरहेको हुन्छ, त्यहाँ सबैलाई प्रवेश गराएको बेला त्यहाँ त डिस्टर्ब हुन्छ नि त। सो सर्टन टाइम होला त्यो निषेध गरेको हुन्छ होला, तर कुनै गुम्बामा फेरि कुनै घटनाहरू घटेर बन्द पनि गर्नुपर्ने स्थिति पनि आइपरेको हुन्छ। जस्तै कोभिडको बेला त प्रायः गुम्बाहरू सबै एन्ट्री बन्द नै थियो नि, इभन हाम्रो यो बौद्ध स्तूपमा पनि माथि जाने बन्द गरेको थियो नि, हो कि होइन। सो उहाँले लुम्बिनी पनि जोड्नु भएको रहेछ, लुम्बिनीमा चाहिँ सबैलाई छिन्न दिन्छ, गुम्बामा किन दिँदैन भन्ने कुरा भयो। तर लुम्बिनी र गुम्बा मिल्दैन कि फेरि, लुम्बिनी भनेको तीर्थस्थल हो कि होइन। अब लुम्बिनी त्यहाँ ध्यान केन्द्र होइन। सो ठाउँ हेरेर फरक भनौँ न नियम हुन्छ त्यहाँ। सो त्यहाँको नियम कानुन हामीले मान्नुपर्छ। जस्तै मानौँ पशुपति, त म पशुपति एकचोटि गएको थिएँ, म आफैले भोगेको कुरा हो यो। पशुपतिमा त्यहाँ अन्ली फर हिन्दू भन्ने लेखेको छ क्या त्यहाँ। सो मलाई छिर्न दिएन, तर मलाई केही लागेन, ठिक छ उहाँहरूको अब म सबैको रिलिजियस हार्मोनीलाई म मान्छु, रेस्पेक्ट गर्छु म। अब त्यो छिर्न दिएन भन्दामै म आवाज उठाएर मलाई छिर्न दिएन, त्यो कुरा निकालेर त कामै छैन नि। अब मैले किन छिर्न दिएन भने पनि मैले बुझ्ने कोसिस पनि गरेन, किन उहाँहरूको आफ्नो कारण होला। त्यहाँ अन्ली फर हिन्दुज भनेछ नि, हो कि होइन। सो अब बुद्धिस्ट छ, अब जुनै अर्को अब फरेनर्सहरू कसलाई पनि छिर्न दिँदैन त्यहाँ। त्यस्तै गरेर भक्तपुरमा पनि छ, भक्तपुरमा पनि एउटा दरबार स्क्वायरको अलिक भित्रपट्टि त्यहाँ गएको थिएँ। अनि त्यहाँ सुरक्षाकर्मी रहेछ, उहाँले मलाई छिर्न दिनु भएन भित्र। अनि किन भनेको अन्ली फर हिन्दू हो भनेर भन्नुभयो। अनि हिन्दू हो भने चाहिँ कसरी चिनिन्छ त भने मैले भने तपाईँले लुगा चेन्ज गरेर आउनुपर्छ भन्नुभयो कि। तपाईँले अनि मैले लुगा चेन्ज गरेँ भने चाहिँ म हिन्दू हुने, यो लगायो भने चाहिँ म बुद्धिस्ट हुने हो भनेर मैले यतिकै ख्यालठट्टा गरेर भनेको थिएँ। सो त्यस्तोहरू छ होइन। अब तर त्यस्तोमा चाहिँ हामीले भनौँ न अब हिन्दू मन्दिरहरूमा हामीलाई छिर्न दिएन भनेर त्यो हल्ला हो हल्ला गरेर कामै छैन है। सो त्यो कुरा त्यो प्रसङ्गमा चाहिँ त्यो रहेछ। अनि तपाईँले भन्दै गर्दाखेरि मैले साँच्चै एउटा सानो कुरा पनि सम्झेँ कि यही प्रसङ्गमा, जस्तो स्कुलहरूमा हजुरले भनेको जस्तै जो पनि त्यही एलाउड गर्दैन नि। यहीँको हाम्रो काठमाडौँकै सिनेरियोमा हाम्रो स्कुलहरूको कुरामा पनि भन्नुपर्दाखेरि स्कुल कम्पाउन्डभित्रमा जस्तै पढाइ भइरहेको बेलामा होइन विदाउट पर्मिसन नट एलाउड भन्छ नि त। जस्तो अझ हजुरले भने जस्तो कोही बेला त अब प्रहरीको लुगा लाएर पनि छिर्नु हुँदैन, एकदम सेन्सिटिभ हुन्छ। किनभने स्टुडेन्टहरूमा चाहिँ त्यस्तो खालको एउटा डर त्रास हुन्छ भने जस्तो हुन्छ। अहिले हजुरले भनेको जस्तै ठ्याक्कै उहाँ जाने बेलामा तपाईँले भने जस्तो ध्यान बेला पऱ्यो कि यो गर्ने बेला पऱ्यो कि, एउटा कुरा त्यो भयो। अर्को कुरा मैले यहाँ फेरि प्रसङ्ग जोडेँ, जस्तो म एकचोटि त्यो ढुक्पा गुम्बा हाम्रो स्वयम्भूमा पहिला त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ एकदम राम्रो खालको आर्किटेक्ट गरेर राम्रो बनाएको गुम्बा मध्ये पर्छ स्वयम्भूको डाँडामा। पहिला त्यहाँ सबैलाई एलाउड छ, मलाई थाहा भएको अनुसार म कलेज पढ्दाखेरि आजभन्दा 12 वर्षभन्दा अगाडि सबैलाई एनी टाइम एभ्री टाइम होइन। अब जस्तो राति बाहेक अरू अब राति त अघि हजुरले भने जस्तो त्यहाँ त विभिन्न सामानहरू हुन्छ होइन। अब एउटा कम्पाउन्डभित्र सामानहरू राखेको हुन्छ, हराउने कुरा पनि हुन्छ नि त होइन। डे टाइममा हामीलाई एलाउड गर्थ्यो सबैलाई, तर अहिले त्यहाँ एलाउ गर्दैन। त्यो एउटा चाहिँ कारण किन हुनसक्छ भनेर भन्दाखेरि तपाईँको अहिले टिकटक सोसियल मिडियाको बेलामा सबैले त्यो गरिसकेपछि त अघि तपाईँले भने जस्तो त्यो ध्यान गर्ने मान्छेलाई त डिस्टर्ब होला, उहाँहरूको केही प्रोग्रामहरू भइरहेको हुन्छ होला, त्यो डिस्टर्ब हुन्छ। त्योभन्दा अन्य त्यस्तो अनैतिक गतिविधि त होला जस्तो लाग्छ मलाई चाहिँ लाग्दैन होइन हजुर।
गुम्बा भनेको त अघि तपाईँले म जोड्छु है त यसमा चाहिँ मैले सुनेको त्यहाँ स्वयम्भूको माथि तपाईँले गुम्बा भन्नुभयो नि त्यहाँ म पनि एकचोटि मात्रै पुगेको छु एकचोटि मात्रै पुगेको छु म जाँदाखेरि पनि गेट बन्द नै थियो तर मैले चाहिँ खास म त्यहाँ एउटा पूजाको लागि रिक्वेस्ट गरेर म त्यहाँ पूजाको लागि जानुपर्ने थियो तर गेट बन्द थियो अनि मैले रिक्वेस्ट गरेँ उहाँहरूले मैले यहाँ पूजा गर्नुपर्ने छ म पूजाको लागि कुनै पैसा एउटा चढाउनु पर्ने छ भनेर उहाँहरूले गेट खोल्नुभयो तर त्यहाँ बन्द गर्ने कारण चाहिँ मैले सुनेको पहिला चाहिँ सबैलाई अनुमति थियो तर अनुमति दिँदाखेरि पनि त्यहाँ डेटिङ स्पेस जस्तो टिकटक बनाउने तपाईँको नाना थरी त्यो गतिविधिहरू हुन्थ्यो गुम्बाभित्र तर उहाँहरूले सकेसम्म त खुल्लै नै राखेको थियो तर पछि चाहिँ के भइरहेछ भने मैले सुन्नुमा आएकोमा त्यहाँ घटना घट्यो के घटना घट्यो भन्दाखेरि त्यहाँ चोर आयो है त्यहाँ त हजुर त्यहाँ त फेरि आनीहरू मात्रै हो होइन त्यहाँ चोर आयो अरे अनि चोर आइसकेपछि त्यहाँ जस्तै लुटपाटको कामहरू भयो त्यो कारणले गर्दाखेरि चाहिँ उहाँहरूले अब चाहिँ प्रवेश निषेध गर्ने त्यो पनि कुन चाहिँ सबै विकेन्डमा चाहिँ बन्द भयो कि विकेन्डमा चाहिँ खोल्छ भन्ने कुरा जस्तो भयो त्यो त्यहाँ अनि त्यही कारणले पनि उहाँहरूको चाहिँ बन्द गर्नेमा आएको कि जस्तो लाग्यो मलाई त्यो कारण त केही न केही त हुन्छ नि हुन मैले त्यही भनेको अघि मैले प्रसङ्ग हजुरले जोडेको कारण त्यही त हो नि जस्तो मैले भने नि जस्तै सबैको आफ्नो रुल्स एन्ड रेगुलेसनमा एउटा टाइममा जाने अथवा यस्तो गरेर अवलोकन गर्ने दृश्य हेर्ने चाप नभयो भने त कसैलाई चाहिँ इच्छा छैन राम्रो कुरालाई देखाउनलाई तर अघि नै भने जस्तो त्यही कुरामा चाहिँ मान्छे धेरै गएर रस गर्ने अघि नै भने जस्तो तपाईँ धार्मिक स्थलमा चाहिँ तपाईँको होइन डेटिङ स्पोटहरू बनाउँदाखेरि त त्यसले त होइन समग्र रूपमा अघि हजुरले भने जस्तो गुम्बा भनेको त योग केन्द्र ध्यान केन्द्र भनेर सारा संसारले चाहिँ नेपालमा बुद्ध जन्मेको देश भनेर गुम्बाहरूको प्रायोरिटी दिइरहेको बेलामा होइन अनि त्यसले गर्दा नि एउटा भनौँ न विकृति ल्याउँछ भनेर नै टाइट गरे जस्तो लाग्छ होइन जस्तै उहाँले भनेको जस्तै मलाई अलिअलि भन्न मन लागेको उहाँसँग फेरि मलाई पनि के पनि प्रसङ्ग लाग्छ भनेर भन्दाखेरि जस्तो सत्य कुरा भनिराख्यो भने मात्र सत्य हुन्छ अरे नभए असत्य कुरा भन्यो भने कुनै दिन एक दिन 10 चोटि जति दोहोऱ्याइसकेपछि असत्य कुरा पनि सत्य हुनसक्छ भन्ने एउटा आधार हुनसक्छ कम्तीमा तपाईँ हामीले यो कुरा चिन्नुपर्छ जस्तो लाग्छ होइन अहिले प्रसङ्ग बस आइहाल्यो होइन तर मैले भनेको थिएँ अनि उहाँले एउटा कुरा त्यो के भन्दै गर्दा अब त्यो प्रसङ्ग निक्लिएपछि एउटा कोट के पनि गरेको रहेछ भने तपाईँको नारायणी राजदरबारमा छिर्न पाउने होइन शीतल निवासभित्रमा छिर्न पाउने भन्छ उहाँलाई पो एलाउड छ त पशुपतिको कुना कुनामा छिर्न पाउँछ अरे उहाँलाई पो एलाउड छ त सर्वसाधारण सबैलाई एलाउड छ त छैन होइन हाम्रो पनि स्पेसिफिक अहिले तपाईँले भने जस्तो तपाईँहरू गुम्बामा स्पेसिफिक मान्छे कोही भिजिटर आएर भनौँ माने अहिले तपाईँले भने जस्तो ज्ञानेन्द्र शाह आउँदै हुनुहुन्छ भने तपाईँहरूले के उहाँलाई पर्मिसन नदिकन सरी भनेर भन्नुहुन्छ त त्यस्तो त्यो त अवश्य उहाँहरूले त अनुमति भइहाल्छ अनि त्यो पनि जस्तै उहाँहरू त माननीय अहिले त माननीय होइन अहिले त अब विघटन भयो अब एक्स माननीय भनौँ होइन या त फर्मर माननीय अब उहाँ यदि गुम्बामा कुनै भ्रमणको लागि या त गुम्बा दर्शनको लागि जानु छ भने फेरि गुम्बामा दर्शनको लागि आउँदैछ भने रोक हुँदैन तपाईँको कुनै पनि गुम्बामा चाहिँ तपाईँको रोकछेक हुँदैन म दर्शन गर्नको लागि म इच्छा छ म दर्शन गर्न दिनु पऱ्यो भने उहाँले दर्शन गर्न पाउँदैन त अवश्य भन्दैन कुनै गुम्बाले पनि भन्दैन अब यदि फेरि उहाँ एउटा पपुलर मान्छे हो नेपालको होइन एउटा माननीय जस्तो मान्छेले जाँदाखेरि एउटा सामान्य मान्छे जस्तो होइन नि त त्यो त फर्मल रूपमा उहाँहरूले पहिला अनुमति लिनुपर्ने हो कि होइन म भित्र आउन मिल्छ कि मिल्दैन सूचना भन्नुपर्ने हो हजुर सूचना गरेर हुन्छ त्यस्तो गऱ्यो भने त उहाँहरूले त एकदम वेलकम खादामालाको साथ वेलकम गर्छ नि उहाँहरूलाई त्यस्तो नगरेर गएर न हावा तालमा त्यो गएर होइन बन्द छ भनेर त्यस्तो गरेपछि त उहाँलाई थाहा हुँदैन नि को आयो डेफिनेटली हुन्छ आफ्नो परिचय नदिकन त को अघि तपाईँले भने जस्तो अघि प्रसङ्ग भने जस्तो आनी गुम्बा भनेर भने छ त्यहाँ चाहिँ पुरो चोर भएर छिर्न पनि सक्छ हजुर होइन सबैलाई सबै चिन्छ भन्ने होइन त्यो पनि फेरि कुनै उनीहरूको क्लासको टाइममा पऱ्यो होला उहाँको रुटिन हुन्छ होइन कहिले खोल्ने कहिले नखोल्ने हजुर किन गुम्बाहरू चाहिँ फेरि उहाँले यो पनि कुरा गर्नुभएछ नि के अरे तिब्बतीयन गुम्बाहरू भन्नुभएको छ नि अब उहाँले के आधारमा चाहिँ तिब्बतीयन गुम्बा भनेको जस्तो लाग्यो मलाई चाहिँ किनभने गुम्बा त सबै नेपालको गुम्बा हो नेपालमै दर्ता भएको कि त्यो तिब्बतमा दर्ता भएर यहाँ नेपालमा चलाएको गुम्बा हो कि उहाँले नेपाल गुम्बा र तिब्बतीयन गुम्बा चाहिँ के आधारमा छुट्याउनु भएको होइन एकदमै यो भनौँ न धमिलो हो कि कुरा कुनै पनि क्लियर छैन कि अनि त्यस्तो कुराहरू भनौँ न अब त्यसलाई अब खास अब मिनिङलेस कुराहरू हो अनि त्यस्तो कुराको पछाडि गयो भने अब खासै झन् त्यो कोटायो भने झन् गनाउँछ भन्छ नि त्यस्तो कुरा तर हजुरले भने जस्तो कोटायो भने गनाउँछ तर उहाँले त्यतिको भ्रम छडिसकेपछि हामीले यतिको क्लियरिफिकेसन गर्नुपर्छ जस्तो मलाई चाहिँ होइन मेरो भित्र किन हामीलाई थाहा छ नि त यो कुरा हामीले उजागर गर्न पर्ने अनि कसैले नबोलेको खण्डमा त उहाँको कुरा मात्र सत्य हुन्छ अघि मैले भने नि असत्य कुरा पनि सत्य बोले गरेपछि हुन्छ अनि अर्को पर्सपेक्टिभबाट पनि भन्छु है जस्तो म
जस्तै अघि हजुरले भने जस्तो गुम्बाहरू धेरै त निजी गुम्बाहरू पनि छन् त, जस्तो प्राइभेट गुम्बाहरू पनि छन् त। जस्तै मैले अहिले किन यो जोड्दैछु भने जस्तै तपाईँको आफ्नो पर्सनल घरमा विदाउट पर्मिसन होइन, इभन नेपाल प्रहरीले पनि तपाईँको घरलाई खन्तालासी गर्न मिल्दैन, अथवा अनावश्यक टाइममा तपाईँको पर्मिसन बिना तपाईँलाई आउनु मिल्दैन। पर्मिसन बिना आयो भने तपाईँले पुलिस केस गर्नुहुन्छ अथवा पुलिस लगाइदिनुहुन्छ, मलाई लाग्छ मुद्दा। भनिसकेपछि त्यस्तै त होला नि, कम्तीमा भित्र जानु नपाउने कुरामा पनि उहाँहरूको कुरा हो नि त। जस्तो मैले भनेको उहाँको प्राइभेट तपाईँको आफ्नो घरभित्रको कुरा, तपाईँको कम्पाउन्डभित्रमा चाहिँ मलाई आउनु दिनु हुँदैन भन्ने त तपाईँको कुरा होला नि त होइन। उहाँले त्यस्तरी पनि हेर्नु हुँदैन जस्तो मलाई व्यक्तिगत लाग्छ। किनभने अघि नै भने जस्तो पर्मिसन चाहिने होला, सूचना गर्नुहोस्, वेलकम। किन नदेखाउनु पर्ने चिज त्यस्तो केही हुन्छ र हाम्रो गुम्बामा? मलाई त्यस्तो केही लाग्दैन है। मलाई त अझ स्टिल मैले अस्ति तपाईँलाई नि भनेको जस्तो लाग्छ, मलाई अहिले पनि त्यो गुम्बा चाहिँ कहाँनिरबाट चाहिँ एकदम त्यो पवित्र स्थान हो नै लाग्छ भने एकदम हाम्रो तपाईँहरू जस्तो भिक्षुहरू होइन, जसले चाहिँ मानव कल्याणसँग जोडेर दिनरात नभनेर एउटा धर्मलाई होइन अहिलेसम्म बरकरार रहेर बुद्धको ज्ञानहरू चाहिँ प्राप्त गरेर ज्ञानहरू फैलाउने काममा तपाईँहरू अग्रसर हुनुहुन्छ बुद्धको देशमा होइन। मलाई चाहिँ त्यो एकचोटि म अलिक बाल्यकाल हुँदाखेरि एकचोटि हामी बस्ने ठाउँमा चाहिँ ठुलो भलवाडी आयो, जस्तो एराउन्ड 11 बजीतिर, रातको 11 बजीतिर पुरा त्यो भलवाडी आएर त्यो खोला, हाम्रोमा कोशी नदी छ क्या, धेरै ठुलो कोशी नदी, त्यो यति ठुलो कोशी नदी भोटेकोशी ठुलो नदी भएको थियो, पुरै नाली गनाउने। त्यो बाढी आउनु त पहिला त त्यो बाढी गनाउँदैछ नि त पुरा आयो भनेर भन्छ। हाम्रो तातोपानी क्षेत्र, हाम्रो तातोपानी क्षेत्रभन्दा माथि चाहिँ एउटा गुम्बा थियो डाँडामा, फेरि अभियसली अघि उहाँले भने जस्तो गुम्बा त डाँडामा हुन्छ भनेपछि अब एकदम सुरक्षित कहाँ हो? खोलै बौलेर आयो भने त भोलि त सबै लग्यो भने त हामी सबै तहस नहस सिद्धिन्छौँ। ल होइन भनेर माथि चढेर त्यो गुम्बामा गइसकेपछि म त्यो भित्र गइसकेपछि सबैजना त्यो गुम्बाको वरिपरि त्यो सबै यस्तो प्राङ्गणमा सबैजना सुतेर होइन टक्क उठेर भगवान् सुरक्षित थानमा सुरक्षित केही नै हुँदैन, तलबाट आए पनि यो चाहिँ आनन्द हुन्छ भनेर बिहान उठ्दा अब त्यस्तो स्याड न्युज त भएन, दुःखद खबर त भएन। भए पनि त्यति खालको आनन्द र सुरक्षित हुने ठाउँ जस्तो चाहिँ मलाई चाहिँ आजको दिनसम्म लाग्छ गुम्बाको प्रोस्पेक्टसमा होइन होइन। अब तपाईँले अघि भन्नुभयो गुम्बाहरू त्यस्तो हुन्छ। अब एउटा मानिलिउँ हजुरकै गुम्बा यहाँ अहिले भनौँ न तपाईँहरूको नवबुद्ध गुम्बा होइन, त्यसले मैले देखेको त त्यसले एउटा पर्यटकीय स्थलको रूपमा पनि होइन नेपाललाई काठमाडौँको नजिकै भनेर कति विदेशीहरू आउँछ एकदम होइन। तपाईँले कहिले पनि त्यस्तो गर्नुभएको छैन होइन। अघि नै भने जस्तो ध्यान बेला के गरिरहेको प्रोग्रामको बेला त अभियसली अघि भने जस्तो पर्सनल घरमा त छिर्न दिँदैन भने गुम्बा त कसैको त्यत्रो मान्छेहरूको हुन्छ होइन। त्यहाँ केही सामानहरू हरायो भने त्यसको जिम्मेवारी कसले लिन्छ होइन? सबैजना पढिरहेको हुन्छ, त्यहाँ सेक्युरिटी राखेर है इच एन्ड एभ्री ठाउँमा त्यस्तो राख्ने ठाउँ पनि हुँदैन। अघि नै भने शीतल निवास जस्तोहरूमा त हाम्रोमा त सेक्युरिटी हुँदैन नि त, CCTV सबैले राख्नु नसक्ला होइन। गुम्बाहरूले हो एकदम पर्यटक क्षेत्रमा चाहिँ एकदम योगदान पुर्याएको छ गुम्बाहरू चाहिँ हो नि। किनभने विदेशीहरू प्रायः अहिले बौद्ध धर्ममा धेरै चासो देखाइरहनु भएको छ अनि उहाँहरू त्यही कारणले भयो भने नेपालमा आएर गुम्बाकोलाई चाहिँ दर्शन गर्ने दर्शन नभनौँ भ्रमणको हिसाबले गुम्बा चाहिँ कस्तो रहेछ त भने हेर्ने हिसाबले भने धेरै पर्यटकहरू गुम्बा जान्छ नि त। इम्पोर्टेन्ट छ हाम्रो नेपालको विशेष गरेर बुद्धिस्टको बुद्धको देशको हजुर भन्छ पर्यटक लाई त योगदान पुर्याइरहेको छ नि त एकदम क्षेत्रमा भनौँ न भने चाहिँ त्यो आए त नेपालकै हो नेपालको लागि हो होइन। अनि त्यो पनि सँगै भयो जस्तै अघि भयो नि तपाईँले अब हाम्रो पनि गुम्बामा फेरि मेरो अनुभव भन्छु अब तपाईँ गुम्बाको हल हुन्छ एउटा हलभित्र हाम्रो कहिले आगम अभिषेकहरूको कार्यक्रमहरू भइरहेको बेला बाहिर जुन त्यो अल अफ सडन मान्छेहरू आउँदाखेरि चाहिँ भित्र छिर्न दिँदैन त्यो मेन हलमा चाहिँ। अब त्यो बेला हामीले रोक लगाएको हुन्छ। त्यो बेला चाहिँ किन भन्दाखेरि जो मान्छे त्यसको लागि स्पेसिफिकली त्यसकै पूजाको लागि त आगम अभिषेकको लागि आएको हुन्छ उहाँहरूले मात्रै पाउनुहुन्छ नि त। त्यो बाहिरको मान्छे हामीले रोकाउँछ। अब त्यो बेला रोकायो भन्दामै मलाई त्यहाँ छिर्न दिएन भन्ने कुरा त हुँदैन नि त। सो त्यस्तो प्रसङ्गहरू पनि आइपर्छ परेको होला त्यो बेला होइन। अहिले तपाईँले जस्तो ठ्याक्कै भने जस्तो जस्तै उहाँले भने जस्तो हुम्लाको मेरो एउटा साथीसँगको भने समथिङ उहाँले त्यो बारेमा पर्याप्त मात्रामा थाहा नपाए त्यतिखेर किन जान नदिएको भन्दाखेरि प्याट त्यो कुरा भनेको नै हुनसक्छ। त्यो खास त्यति सिरियसनेस त होइन है फेरि होइन। त्यस्तो गरेर एलाउै नगर्ने त प्रवेशै निषेध भनेर मैले देखेँ गुम्बा पनि। अब हामी त त्यस्तो भएर दिएछ तपाईँले भने जस्तो उहाँ जतिको मान्छेलाई आएर गर्ने त सधैँ स्वागत गर्ने भनेर त हामीले त होइन। त्यो गुम्बाहरूले त झन् एलाउ गरेर सबै तपाईँहरूको चिजहरू देखाएर यहाँ यस्तो यस्तो हुन्छ भनेर भनेको छैन। धेरै पछि यहाँसँग बातचित गर्न पायो होइन। जस्तै तपाईँलाई अब यतिको समय कुरा गरिरहँदाखेरि होइन आफ्नै मेरो भनाइ यस्तो थियो यो केही छुटेको भन्ने प्रसङ्गहरू केही छ त त्यस्तो
अब खासै छैन। अब हाम्रो यो प्रसङ्गमा जोड्न आएको कुरा चाहिँ होइन, खासै मेरो अब यो सामाजिक सेवाको कुराहरू छ। अनि अब हाम्रो कुनै पनि अब योसँग जोडेर मैले अब भने हाम्रो दर्शकहरूलाई सुनिरहनु भएको छ भने यदि उहाँहरू जस्तै लाइब्रेरी किताब पढ्न चाहनुहुन्छ तर कहाँ जाने भन्ने छ इच्छा, त्यो जस्तो डाउट छ भने, जस्तै अहिले त हाम्रो लाइब्रेरी भनेको चाहिँ अलिक सहर क्षेत्र मात्रै छ नि, केशर लाइब्रेरीहरू भयो होइन, युएसएमबिसीको लाइब्रेरीहरू भयो, अलिक टाढो छ नि त, त्यहाँसम्म हामी एउटा किताब लिन जान त यत्रो बसको भाडा ट्याक्सीको भाडातिर त जान सक्दैनौँ होइन। अब त्यस्तो छ भने किताब पढ्न चाहने तर कहाँ गएर पढ्नेहरू जस्तो छ भने चाहिँ तपाईँको सोर्स सेक्सन कम्युनिटी सेन्टरमा आउनुहोस्। यो चाहिँ स्थान तिनचुली माथि आरुबारी र तिनचुलीको बिचमा नाग मन्दिरको नजिकै नै छ। सोर्स सेक्सन नेपाल भनेर टाइप गर्नुभयो भने उहाँले त्यो लोकेसन पाउनुहुन्छ। त्यहाँ आएर उहाँहरूले किताबहरू एकदम निःशुल्क रूपमा पाउनुहुन्छ, पढ्नु पाउने है। त्यसमा हामीले मेम्बरसिप पनि राखेका छौँ, एकदम सस्तो, वर्षको तपाईँको महिनाको 100 रुपियाँ जस्तो या त वर्षको 1200 जस्तो पनि हामीले मेम्बरसिप पनि राखेका छौँ। मेम्बरसिप राख्यो भने चाहिँ उहाँहरूले घरमा पनि लगेर पढ्न सक्नुहुन्छ। मेम्बरसिप छैन भने चाहिँ त्यहीँ लाइब्रेरीमा आएर पढ्नु पऱ्यो। त्यही कारणले चाहिँ लाइब्रेरीहरूमा एकदमै रुचि छ, किताब पढ्नु मन छ भने तपाईँहरू सबै लाइब्रेरीमा आउनु होला। अनि त्यो सँगसँगै हाम्रो भाषा शिक्षाहरू पनि छ, हाम्रो वेबसाइटहरूमा चेक गर्नु होला, सोसियल मिडियाहरू फलो गर्नु होला। त्यसमा हाम्रो हरेक 3-3 महिनाको सेसनहरू भइ नै रहेको हुन्छ। अनि त्यस्तो कार्यक्रमहरूमा तपाईँहरू जोडिनु होला भन्न चाहन्छु। है विभिन्न चरणमा तपाईँहरूले जस्तै अहिले फेरि पनि लास्ट पिरियडमा फेरि म दोहोऱ्याउन चाहन्छु, तपाईँहरूको इङ्ग्लिस ल्याङ्ग्वेज क्लास, त्यसै गरी विशेष गरेर अझ चाइनिज ल्याङ्ग्वेज क्लास पनि त्यहीँ स्थापना हुन्छ। त्यसो हुँदा विभिन्न चरणमा त्यो सेसनहरू क्लासहरू चलिरहेको हुन्छ होइन। तपाईँले भने जस्तो सावर एक्सन नेपालको अफिसियल फेसबुक पेजमा लाइक कमेन्ट सेयर गर्नु पनि पऱ्यो, फलो गर्नु पऱ्यो। ल विभिन्न चरणमा अपडेट्स अब उहाँहरूले चाहनुहुन्छ भने चाहिँ अब फलो त गर्नु पऱ्यो अभियसली होइन। अहिलेको जमानामा त त्यही त हो फेरि होइन। तपाईँले भने जस्तो तपाईँ फेसबुकमा हुनुहुन्छ, अहिले भर्खर भनेर भन्दै गर्दा धेरैजना मान्छे नि इन्गेज हुन्छ होइन। अनि हाम्रो नेक्स्ट सेसन चाहिँ अब यो नोभेम्बर 2 बाट सुरु हुँदैछ। यो कमिङ नेक्स्ट लगभग अब सिट सबै फुल भइसक्यो। सिट त सबै नै फुल भइसकेको छ, किन हामीसँग लिमिटेड सिट छ क्या। हजुर त्यसको लागि चाहिँ सिट चाहिँ सबै फुल भइसक्यो। हाम्रो अब कुनै जुन हाम्रो फेरि यस्तो बेसिक, इन्टरमिडिएट, एडभान्स भनेर 3टा क्याटेगोरी छ। सो एडभान्सको लागि चाहिँ अहिले सिट खाली नै छ, बाँकीको बेसिक र इन्टरमिडिएट त फुल भइसक्यो होला। जस विभिन्न चरणमा त्यहीँनिर तपाईँहरूको आधिकारिक सूचना आइरहेको हुन्छ, फलो गर्नु पऱ्यो। विभिन्न चरणमा त्यस्ता अपर्च्युनिटीहरू आइरहेको हुन्छ। ल यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद। यहाँको सावर एक्सन नेपालले अझ धेरै मानव कल्याण क्षेत्रमा देशैभरि नभएर संसारैभरि फैलेर चाहिँ एउटा होइन नाम कमाएर एउटा चुचुरामा पुग्न सफल होस्। धन्यवाद। थ्याङ्क यू एकदमै तपाईँलाई। थ्याङ्क यू।